आज आलु काट्दैछु। आलु उसिनेको आलु हो यो। अब अचार बनाउने हो। अचारको यहाँ मैले यो के अरे खुर्सानी र धनियाँ काटेर राखिसकेँ। अनि यहाँ छ बन्दा र काँक्रोमा अलिकति नुन हालेर मैले पानी चाहिँ जाओस् भनेर एकछिन अघि राखेको, मेरिनेट गरे जस्तो नुन मात्रै हालेर। अब यो मिक्स गरेर म अचार बनाउने। अचार पानी त आएन धेरै, त्यस्तो होस् अब। अचार खाने हो त अनि कति पिरो हाल्यो? म सबै हालिदिउँ? साँच्चै हो नि? ल एकछिनमा तेल तताउँछु। है हुन्छ, म फोकस छु क्या पुरा काममा। खरायो। यो चाहिँ अचारको लागि जानेको मेथी फुटाएर खुर्सानी चाहिँ यो तेलमा उ गऱ्यो भने ततायो भने चाहिँ पेट पोल्दैन क्या यसको पिरोले। त्यही भएर हो गाइस। अलिकति चाहिँ यसलाई हो ल नुन हालौँ। यो नुन भयो। कलरको लागि अलिकति धुलो खुर्सानी अनि हाम्रो उखै तिलको। यो चाहिँ तिलको धुलो हो। अरू धनियाँ हुन्छ, धनियाँ लास्टतिर हाल्यो नि हुन्छ। यो चाहिँ सिरप, लेमन सिरप। मिठो होला जस्तो भयो है, होला कि नहोला? राम्रो भयो पिठो त आज हातले बनाइदिन्छु भनेर सोच्दैछु। बनिदिँदा हुन्थ्यो। हजुर, ताई बसालेको, ताई भन्छ यसलाई, रोटी हाल्नलाई। आज हेरौँ अब कस्तो हुन्छ रोटी। हामीले कति भयो? धेरै भयो नखाएको। यो त हजुरको खाने आइडिया हो के अरे। मलाई त हामी त पुलो खाऊँ भनेको, हजुरलाई सेलरोटी खानु मन लाग्छ। यो चाहिँ चामलको पिठोमा अलिकति खस्रो बनाएर पिसेँ मैले ग्राइन्डरमा थोरै। सिधा चामल चाहिँ खस्रो बनाएर पिसेँ। अनि 1 डाडु जति घिउ हालेँ। 1 केजी जति छ यसमा। 1 केजी र 1-2 मुठी होला। कस्तो। अनि त्यसपछि यसमा के हालेँ मैले, ल्वाङ सुकमेल चाहिँ मसिनो गरेर पिसेँ उसमा मिक्सीमा, त्यो हालेँ। अनि मनतातो पानीले चाहिँ घिउ पग्लोस्, राम्रोसँग फिटोस्, सबैतिर होस् भनेर अनि चिनी हालेर मजाले फिटेर अघि 2 घन्टा जति अगाडि चाहिँ भिजाएर राखेको पिठो यो। अब कस्तो बन्छ हेरौँ, आशा छ राम्रै बन्नेछ भन्ने। तर पनि अब थाहा हुँदैन, कहिलेकाहीँ सेलरोटी चाहिँ धोका दिन्छ, धोका नबनेर नजोडिएर अनि राम्रोसँग नफुरेर के हुन्छ। यसमा चाहिँ केही छैन मिसावटहरू नराम्रो, मतलब सोडा हाल्ने हुन्छ नि मान्छेहरूको चलन, केही छैन। यो एकदम सादा अर्ग्यानिक छ। अलिकति
यसमा हालेको भनेको यही ल्वाङ सुकमेलहरू त के त हो, त्यसलाई त नराम्रो भन्ने कुरै भएन, बास्नाको लागि हाले है। त्यही हो, चिनी कति लाग्छ चाखेको पनि छैन, ताई तात्नु लाग्यो। खै भगवान्लाई चढाइदिने भन्छन् क्या फर्स्टको होइन, यो चाहिँ भगवान्जीलाई, अग्नि भगवान्जीलाई हो यो। मेरो चाहिँ भगवान्जीको लागि है, राम्रो बनाइदेऊ भगवान् मेरो सेलरोटीहरू सबै। तात्यो होला है, अब फर्स्टमै आफै घर डुब्यो त। तातेन ताई तातेन भएन, दसैँको सेल बनाऊँ होला अब होइन, बिस्तारै घुमाएर टक्क गोलो बनाउने हो। बनेन गोलो बनेन भने पनि आफै गोलो बनाउने हो, गोलो बनेन भने आफै बनाउने हो, बन्यो भने बनिहाल्यो भनेर सेलरोटी बनाउनु पर्छ है। यो चाहिँ दसैँको सेल हो, यो हाम्रो घरमा सेल पाकिँदैछ। हेलो गाइज भन्ने हो। हेलो गाइज, वेलकम टु माई हाउस। ए सेलरोटी खानु पाएर घरमा घरको एड्रेस दिने अरे क्या, म पनि जान्थेँ कसरी त्यस्तो बन्यो अन्त सेलरोटी खानलाई, सजिलो सजिलो उपाय। अनि हजुरलाई क्या मासु खान्छ अरे, सेलरोटी खानु मन लाग्छ दसैँमा, हजुरको कुरा गर्दैछु मैले। मेरो चोइस त होइन यो त, मैले त हजुरको लागि मात्र बनाइदिएँ। आहा अलि ठिक्क पार्नुहुन्छ। पुलाउ र मासु खाऊँ न त भन्दाखेरि होइन सेल खाऊँ है गर्नु भने को गर्नु भनेको हजुर होइन। ल पाक्यो गाइज, यो चाहिँ ल अर्को रोटी हाल्नुपर्छ अब। प्रो त के वर्षमा एकचोटि सेल हाल्नु चाहिँ कसरी प्रो भइन्छ भने यसो बेला बेलामा हालिराख्यो पो प्रो हुनुलाई, बिर्सी पनि सकिन्छ त्यो बेला बेलामा नहालेपछि त। बा त्यस्तो नभन्नु न, सबै राम्रो बनाइरहेको छु त। हजुरको बा यत्रो दुःख मेहनत सबै 1% पनि छैन हजुरको मेहनत भनेको, एक भिडियो खिच्न मात्रै छ। अझ पनि सबै मैले बनाएको हो नि, कस्तो पत्याउँछन् होला हजुरले बनायो भनेर। एक फोटो भिडियो खिचिदिनु भयो, मलाई खुस पार्नु भयो, सेलरोटी खानु पाउनु भयो हो कि भन्नु त। यो सेलरोटी मेरो लागि बनाऊ मैले होइन नि, यो हजुरको लागि बनाऊ मैले, हजुरको फरमाइस हो यो। आचु तेल ऊ भएछ, कस्तो भयो त रोटी खाएर। भिडियोको लागि चाहिँ नबोल्ने, अघि त मिठो भयो भन्दै हुनुहुन्थ्यो त। अब बाक्लो भइसक्यो जस्तो छ।
धीरे धीरे से मेरी जिंदगी में आना। ल यो चाहिँ अब हामीले लास्ट रोटी बनाउने अनि त्यसपछि चाहिँ सबै बाबर बनाइदिन्छु, ठुलै बाबर बनाइदिन्छु भनेर सोचेको छु आज। यो चाहिँ लास्ट रोटी है गाइस, लास्ट रोटी बाँड्नु पऱ्यो, सेप मिलाउनु पऱ्यो अबलाई। यो चाहिँ लास्ट रोटी हो। कस्तो रोटी बन्यो त देखाइदिनु न, कति धेरै बनाएँ, कति दुःख गरेँ आज मैले भनेर देखाइदिनु त। मेसिन भन्नुपर्छ नि। ओहो तो यो डोनट भन्दा त्यो 0.1% चाहिँ कमी होला स्टेजमा। त्यो चस्मा लगाउनेलाई चाहिँ अब बिग्रेको देखिन्छ होला। चस्मा एकदम ठिक छ, त्यसले चाहिँ एकदम बेला चाहिँ अब तिम्रो कति मान्छे कन्फ्युज पनि हुन्छ होला कि यसले यो सेलरोटी भनेर हामीलाई झुक्कायो डोनट बनाएर छ भन्नु। कस्तो भन्नुहुन्छ भाइ मान्छेहरूले, यसले बेजेर सरासर यसको बुढीलाई उडाइराख भनेर सबैलाई थाहा छ। नउडाउनु न त्यसै, सबैको सार्वजनिक नगर्नु न, मेरो कलाको बेइज्जत नगर्नु त। अलिअलि भयो नि गरी, अलिअलि जाने नजानेको गरी छे बुढीले भन्नु त कहाँ छ। सबै बाबर बनाइदिउँ, यत्रो धेरै छ बनाइदिउँ र के रोटी हालिदिउँ अझै? होइन रोटी बनाइदिन्छु एउटा, यत्रो धेरै हो र? आफ्नो सुबह चाहिँ बाबर हो गाइस, बाबर हजुर दुईटा भयो जस्तो छ भाइ। ए होइन म त यहाँ एउटै पनि देखिरहेको। होइन यहाँ सेतो पिठो थियो अलिकति, त्यो भएर। यसलाई फर्काउँछन् कि फर्काउँदैनन् बाबरलाई? फर्काउँछन् है। ल अब यतिकै छोडेर पकाइदिनु न, ग्यास बन्द गरिदिनु हुन्छ है। यो चाहिँ बाबर, यताको रोटी देखाइदिनु। र हाम्रो अचार, मेरो हात धोएको छैन अझै। अनि म चाहिँ कुक, सेफ। आफूले छ लाज लाग्यो अब चाहिँ। त्यति साह्रो प्रशंसा त गर्दैनन् कसैले पनि। आफ्नो के भन्छ सेलरोटी पकाउनेलाई सेफै भन्छ है, कुक हो कि कुक जे भए नि हो। अब यो भन्दै नि यस्तो एकछिनलाई। ल भयो, आजको भिडियो यही हो। आज हामीले अचार बनायौँ, दसैँ स्पेसल रोटी बनायौँ, अब खान्छौँ। सक्यो आजको नाइट ड्युटीबाट आएर नसुती तर म फ्रेस देखिरहेको छु है, एक्साइटमेन्टले क्या। दसैँको एक्साइटमेन्ट, दसैँ के दसैँ आज छुट्टी भएर हो। दसैँ त पर्सि होला के अरे मेन त, होइन कि? अझै ग्यास बालिदिने होला, छोडिदिइराख्नु, घोप्रा राखिदिउँ कि? घोप्रा राखिदिउँ कि यतिकै छोडौँ?